हेर्नु है त अहिले मैले दाँत कस्तो बनाएको छ मेरा। या सो मैले यो ब्रेसेस हालेको चाहिँ लगभग 2 महिना जति हुन लाग्यो। यो ब्रेसेस हालेदेखि चाहिँ एकदमै खानालाई चाहिँ धेरै नै गाह्रो हुने रहेछ। खानालाई गाह्रो, सबैतिर फस्ने, जे खाए पनि फस्ने, भात पनि फस्छ, जे पनि फस्छ। टोक्नु बेसरी टोक्नु मिल्ने कुराहरू त खाना पनि भएन होइन। अनि ब्रेसेस हाल्दाखेरि मेन भनेको पहिलोचोटि हाल्दाखेरि त यो जुन यो ब्लू कलरको देखिरहेको छ नि सिमेन्ट, त्यसले गर्दाखेरि यो ज चाहिँ दुइटा नजोडिने रहेछ क्या। अब अहिले बोलेको र पहिला बोलेको धेरै फरक छ। लाइक अहिले बोल्दाखेरि जुन बेला मैले यो फर्स्ट टाइम हालेको थिएँ त्यसको एकैछिनपछि डक्टरले मलाई भित्र बोलायो होइन। अनि भित्र बोलाउँदाखेरि मैले बोल्न ट्राई गरेँ, त्यो नहुने रहेछ क्या। क्लियरै नहुने, आद्ला 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 यस्तो हुने है आवाज, यस्तो हाँसो पनि लाग्यो अनि बोल्न पनि नमिल्ने, अप्ठ्यारो पनि लाग्यो क्या। अनि अब ब्रेसेस हाल्नेहरूलाई धेरै एक्सपिरियन्स होला होइन त्यो। अनि यो चेन्ज गर्दाखेरि पनि एकदमै दुख्ने क्या। दुख्ने दुख्ने धेरै दुख्ने, मतलब यस्तो पिलास जस्तोले नै बेसरी कस्ने रहेछ है। अनि त्यो तार हाल्दाखेरि दुख्ने। अर्को कुरा यो साइड साइडमा चाहिँ पुरै अल्सर आएर खानेकुरा चाहिँ लास्टै पोल्ने, यो हुने त्यो हुने गर्दाखेरि अलिकति झ्याउ चाहिँ हुन्छ। होइन भने अब यो ग्यापहरू मेन्टेन गर्नलाई, अरू चिज मेन्टेन गर्नलाई त ब्रेसेस इज गुड होइन। स्टिल ब्रेसेसै राम्रो अरे भनेर भन्थ्यो होला। धेरै टाइप्सहरू पनि रहेछ। मलाई चाहिँ स्टिल ब्रेसेस नै रेकमेन्ड गर्नुभयो डक्टरले, अनि मैले चाहिँ त्यही नै राखेँ।